मैले भनिहालेँ लगातार त्यो कुनाबाट रुख ढलेर गएकै छ। अहिले म यहाँ भिडियो बनाउँदै 9वटा गाछ ढलेर गइसक्यो। जस्ट अहिले 1 सेकेन्ड अगाडि एउटा गाछ ढल्यो। फेरि यो फरेस्ट सकिँदैछ। यो हरियो परियो गाछहरू सकिँदैछ। यो गाछ हरियो परियो सकिनु भनेको पृथ्वीमा बस्ने मान्छेहरूको लागि कति क्षतिको कुरा हो। यसले कति इफेक्ट पार्छ। गर्मीको दिनमा मान्छे कस्तो प्याक गरम भएर फेटाक हुँदै यो फरेस्टमा आउँथ्यो, किनभने फरेस्टले शीतल दिन्थ्यो, खोलाले चिसो दिन्थ्यो, त्यहाँ आउँथ्यो। आज त्यो चिजहरू नोक्सान भएर जाँदैछ। हेर्नुहोस् साथीहरू, सब बगाएर जाँदैछ, ध्वंस भएर जाँदैछ। तपाईँहरू पनि आउनु भएको थियो होला कति फ्यामिली लिएर यहाँनिर गरममा आराम गर्नु लागि, रिल्याक्स हुनु लागि। त्यो चिजहरू चाहिँ अब सकिँदैछ। अब थोडा बहुत जो छ यसलाई बचाउनुको लागि हो भनेदेखि तुरुन्तै मेचे बस्तीमा, तुरुन्तै रणबहादुर बस्तीमा बीज बगानसित साइज अनुसारको बान मानेर खोलालाई कन्ट्रोल गर्नु सकिएन भनेदेखि हाम्रो इलाका सेफ छैन। यो भिडियो जति सक्दो सेयर गर्नुहोस्, हाम्रो नेताहरूसम्म पुर्याउनुहोस्। या त सरमले यो 2026 को भोट माग्नु आउनै नसकोस्, या त आएछ भनेदेखि यसको केही विकल्प लिएर आओस्, समाधान लिएर आओस् भन्ने हामी रणबहादुर बस्ती, मेचे बस्ती, मौवा, बीज बगान, भर्नाबाडीको जनताको भनाइ छ। आउनुहोस् तपाईँहरू, तर गाउँको समस्याको विकल्प लिएर आउनुहोस् भन्ने भनाइ छ गाउँलेहरूको। नेताजीहरू हेर्नुहोस्, लो अघि मैले भर्खर भिडियो बनाएको गाछहरू छैन, अहिले गायब भयो। सबै लडेर तल गएर जम्मा हुन थालिसकेको छ। र मैले भनिहालेँ अब केही छैन। यो खोलाको मुलको फेरि टर्न भएर त्यहाँबाट बाटो बनिएर फेरि त्यो अस्ति 4 तारिक राति 5 तारिक जुन चाहिँ जहाँनिर कुदिएको थियो त्यहीँनिर आउने रहेछ खोला चाहिँ। यस्तो अवस्था छ साथीहरू।